नमस्कार साथीहरु, आज फेरि मैले एउटा नयाँ टिप्स एन्ड ट्रिक लिएर आएको छु। यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। मैले यसरी नै दैनिक मोबाइल सम्बन्धी कुराहरू एक्सप्लेन गर्दै आइरहेको छु भिडियो मार्फत। कहिले मोबाइलको लक कसरी फाल्ने भनेर सिकाएको छु, कहिले पानीमा पसेको मोबाइललाई कसरी सेफ्टी गर्ने भनेर सिकाएको छु, कहिले के सिकाएको छु, जे होस् मोबाइल सम्बन्धी कुराहरू सिकाइरहेको छु। आज पनि मैले तपाईलाई फेरि यस्तै एउटा मोबाइल सम्बन्धी नयाँ ट्रिक लिएर आएको छु, जुन ट्रिक चाहिँ तपाईले जान्नै पर्ने हुन्छ। यो चाहिँ एकदम जानकारीमूलक भिडियो रहेको छ, अन्तिमसम्म हेर्नु होला र यो भिडियोलाई सेभ पनि गरेर राख्न सक्नुहुन्छ। त्यो भन्दा अगाडि यो भिडियोलाई सबै सामु शेयर गर्नु होला। आउनुस् अब भिडियो सुरु गरौँ। भिडियो सुरु गर्नु भन्दा अगाडि म तपाईलाई एउटा कुरा भन्न चाहन्छु। आज मलाई एउटा कमेन्ट आयो नि त। के कमेन्ट आयो भन्दाखेरि एकजना सरले एउटा कमेन्ट गर्नुभयो, सर तपाईले यसरी मोबाइल सम्बन्धी सबै कुराहरू भिडियो मार्फत भनिदिनु भएको छ, घरमै बसेर मान्छेले मोबाइल बनाउँछन्, तपाईको पसलमा त कोही पनि आउँदैनन् होला, अनि तपाईले के माखा धपाएर बस्ने पसलमा भनेर भन्नुहुन्छ। हुन त एक हिसाबले ठिकै बनियो, मैले सबै कुरा यहाँ सिकाइदिएँ भने मान्छे त पसलमा आउँदै आउँदैन, सबै कुरा मैले सिकाइदिएको छु भन्ने कुरा उहाँको ठिकै बनियो एक हिसाबले। तर यस्तो छ, मेरो भिडियो काठमाडौँको मान्छेले नै हेर्छ, विराटनगरको मान्छेले नि हेर्छ, इन्डियाका मान्छेले नि हेर्छन् कि सबै मान्छे मेरोमा आउँछन् त? मेरो पसल छ पोखरामा हो। त्यस कारणले टेन्सन नमान्नु सर, कमेन्ट गर्नुभएको छ, धेरै धेरै धन्यवाद हजुरलाई। कमेन्ट गरेको नाम चाहिँ मैले यहाँ देखाइनँ होइन, केही पनि फरक परेन। जे होस् हजुरले भनेको कुरो चाहिँ मैले एकदम बुझेँ है। ल अब भिडियो सुरु गरिहालौँ। अहिलेका मोबाइलमा धेरै म्याक्सिमम आउने समस्या भनेको के छ भन्दा चार्जिङको समस्या है। चार्जिङमा के हुन्छ, मोबाइलमा चार्जर हाल्नुहुन्छ तपाईँले, एकछिनपछि फुत्त निस्किन्छ कि लुज कनेक्सन, अनि चार्जमा हालेर छोडेर जानुहुन्छ कतै काम गर्न, आउँदाखेरि चार्जै भएको हुन्न। किन भन्दाखेरि एकदम लुज हुन्छ, कहिलेकाहीँ भित्र छिर्दैन, आधी मात्रै छिर्छ, कहिलेकाहीँ छिर्यो भने पनि यसो गर्दा हुन्छ, यसो गर्दा हुँदैन। भनेको तपाईँको मोबाइलको चार्जिङ कनेक्टर फेर्नुपर्छ। के अब भर्खरै फेरिहाल्नुपर्छ त? त्योभन्दा अगाडि तपाईँले एउटा तरिका गर्नुहोस्। एउटा तिखो चिम्टा लिनुहोस्, चार्जिङ कनेक्टरमा पहिला मोबाइललाई अफ गर्नुहोस्। त्योभन्दा अगाडि अफ गर्नैपर्छ, सर्ट हुन सक्ने सम्भावना हुनसक्छ। तर चाहिँ तपाईँको चाहिँ यहाँ भएको डस्टहरू हुन्छ जुन चार्जिङ कनेक्टरभित्र, डस्टहरू, फोहोरहरू, कहिलेकाहीँ रुई अड्केको हुन्छ, कहिलेकाहीँ कपास अड्केको हुन्छ, हामीले गोजीमा राखिन्छ नि त, कपडाको भुवा अड्केको हुन्छ, कहिलेकाहीँ के अड्केको हुन्छ, फोहोरहरू होइन। तपाईँको चाहिँ त्यसलाई चाहिँ सारा यसरी तिखो चिम्टाले चारैतिरबाट यसरी तानिदिनुहोस् होइन, एकदम तपाईँको राम्रोसँग होइन। तानिदिइसकेपछि अनि चार्जर हाल्नुभयो भने बल्ल ट्याक्क घुस्छ। ट्याक्क घुसेपछि लुज हुँदैन। तपाईँको लुज पनि भएको हुनसक्छ कि कनेक्टर नबिग्रिकन लुज भएको हुनसक्छ। अब तपाईँले मोबाइल पसलमा लानुभयो भने त बनाइदिइहाल्छन्, किनकि हामी बनाउनै बसेको, मेरा ल्यायो नि मैले बनाइदिन्छु होइन, किनकि हामी व्यापारी हो होइन, बनाउनै पर्ने हुन्छ। बनाए त भइ नै हाल्यो। तर त्योभन्दा अगाडिको प्राथमिक उपचार भनेको मैले घरमै बसेर यो गर्नुभयो भने केही समय अझै धेरै टिक्छ होइन, 6 महिना टिक्न पनि सक्छ होइन। पैसा कम बच्यो, के अरे खर्च भएन नि त। त्यो गर्नुभयो भने एकदम राम्रो। अनि त्यो बाहेक तपाईँले ब्रस हुन्छ तपाईँसँग, पक्कै पनि एउटा दाँत मान्ने फालिएको ब्रस लिने, पेट्रोल एउटा सानो भाँडामा चाहिँ पेट्रोल खनाएर राख्ने बानी गर्नुहोस्।